हाई हेलो केटाकेटी के छ खबर सन्चै हो कसैले म त मेरो ड्युटी सक्यो नि त हैन ये बड़ी अच्छी बात कही आप। ड्युटी सकेर मैले चाहिँ युनिफर्म चेन्ज गरेर म त बाहिर निस्केको छु र तो चलिए शुरू करते हैं। आज चाहिँ मैले के सोचेँ भने बाहिर यसो हावा खानु पर्यो भनेर सोचेर म त बाहिर निस्केँ। अच्छा। अनि एउटा कुरा चाहिँ मलाई के भन्नु मन छ भने नि जसले मेरो भिडियो हेर्दै हुन्छ नि सबै मनदेखि नै थ्याङ्क यू सो मच एन्ड लभ यु गाइज है हामी फेरि भेट्छौँ बाटोमा र म चाहिँ हैन म चाहिँ मेरो काम गर्न ठाउँ जाँदैछु त्यहाँनिर चाहिँ मेरो के भन्छ साथी आएको रहेछ हैन तपाईँसँगले अब साथीलाई पनि भेट्ने अब हेरौँ लेट्स गो के रियाक्सन दिन्छ है त के भन्छ म चाहिँ अघि साथी भनेर गएको हैन भरे मामा चाहिँ आउनुभएको रहेछ क्या मामाको साथीसँग फोन किन्नको लागि अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली फैमिली देखती है, वरना मैं ऐसे ऐसे गाली दूं, ऐसे ऐसे गाली दूं ना। अनि म त्यहाँनिर टक्कसँगले त्यहाँ गएँ त्यहाँ काम सकेर यता सपमा एउटा यसो पेन किन्नु भनेर पेन किन्न आएको छु। यहाँनिर अफर लागेकोहरू सुनेको थिएँ क्या मैले त्यही भएर यहाँनिर यसो पेन हेर्न आएको छु डेल्टामा केटाहरूले 10, 20, 30 अफर लागेको छ भन्दै क्या पेनमा अच्छा। त्यही सुनेर म त हेर्न आएको यहाँनिर मैले यस्तै सुनेको थिएँ क्या तर लाइक राम्रो त रहेन रहेछ यसको म चेक गर्छु है त पेन चाहिँ बोबा रहेछ यहाँनिर ओइ झर्छ क्या यो त कस्तो बोबा पेन के यार कस्तो खतरा पेन यार क्लियरेन्समा लागेको रहेछ क्या पेनहरू यार राम्रो त के भन्छ साथीले यार बिचमा कपडाको पेन पनि सही भयो केटाहरूले आज बिहान हिजो पेन किनेर ल्याएको थियो अरे के 10-12वटा पेन किन भन्दै थियो होइन त्यही भएर म नि यसो राम्रो छ कि भनेर म पनि यसो पेन राम्रो छ कि भनेर हेर्न आएको कि तर लाइक हुन्छ नि प्राइस चाहिँ धेरै महँगो क्या फेरि भने जस्तो पेन पनि छैन 30 dirham तर यहाँ मलाई कपडा चाहिँ बबाल मन पऱ्यो यार राम्रो पनि छ यो फेरि यहाँ त के प्रब्लम छ यहाँनिर फेरि चेन्ज गर्नु मिल्दैन क्या फेरि ट्राई गर्नु मिल्दैन आज अफर त छैन सब भिल्ला धोती पेनमा लाइक इन्डियन पेनहरू मात्र छ यार छैन पुरा राम्रो टी सर्ट पनि फेरि के भएको आँखा ब्ल्याकदेखि अरू कलर पनि जाँदैन आँखा यार कस्तो खतरा कपडा यार 29 dirham चाहिँ सही रहेछ यार 20 dirham यार मेरो चाहिँ हुन्छ नि लाइक जे हेरे पनि मैले ब्ल्याक मात्रै हेर्छु क्या हेर खोइ केटाहरूले कहाँबाट किनेछ यार मैले त भेटिनँ यार राम्रो खालको पेन है म चाहिँ अब फर्केँ यहाँबाट होइन कसैलाई नाइट मार्केट जान्छु त्यहाँ हेर्नु पर्यो
जम्पर छ कि राम्रो खालको छैन भेस्ट पनि राम्रो राम्रो खासै यार जम्पर पनि छैन यहाँनिर त यार ब्ल्याक त मोबाइल रहेछ यस्तो यस्तो त कति लाग्यो जमानामा नि हेर न आँखा ब्ल्याकदेखि बाइक अरू केहीमा जाँदैन क्या जे हेरे पनि ब्ल्याक लाग्छ कि यो पनि राम्रो छ यार यो त बबाल छ त यार यो कस्तो छ ओ माई गॉड कस्तो दामी टी सर्ट यार ब्लू कलरमा कस्तो दामी टी सर्ट नि यो कस्तो बवाल यार प्राइस कति छ यसको हैन प्राइस 22 दिरहम 22 दिरहम रहेछ प्राइस हुन्छ नि कस्तो देखिन्छ ओहो व्हाइट भाइ ब्ल्याक हैन ब्ल्याक कस्तो बबल तर यो कलर कस्तो खतरा ब्ल्याक मा यार यो त बबल लाग्यो यार यो त बबल पनि छ यार कस्तो देखिन्छ तर ब्ल्याक टी सर्ट त क्रिएटिभ धेरै छ नि मलाई ब्लू त्यो मन पर्यो यार ब्लू पनि बबल छ यार व्हाइट त नलाम होला एकदम छिटो फक हुन्छ व्हाइट कलर त हैन जम्पर त रहेन रहेछ यो मैले जम्पर देखिन यार लगातार चाहिँ मेरो जाने बेला भएको छैन नि त अहिले हैन ठिकै छ अब यहाँबाट म निस्किनु पर्यो र म त यहाँबाट निस्किए एउटा कसै नाइट मार्केट जान्छु हैन यहाँ त केटाहरूले त मलाई भनेको थियो कि यहाँनिर पेन्टहरू सस्तोमा पाउँछ भनेर आएको तर यहाँ सस्तोमा त के भन्नु सस्तोमा थियो तर हुन्छ नि लाइक मलाई कुनै पनि मन परेन के एउटा कसै म जान्छु यहाँबाट कसै लिस्टमा जोडेर 1 star from cosmetic to customer service please cosmetic त्यो केटाहरूले त हिजो कहाँबाट किनेछ कि म त हेर्नको मलाई कुनै पनि मन परेन एउटा कसै यहाँबाट मात्रै बाहिर निस्किन्छु नाइट मार्केटमा जान्छु अब है त कसैले म चाहिँ लिफ्टमा छु अब हैन हामीलाई बाहिर जान्छु एउटा चिया खान्छु हैन चिया पिउँछु चिया पिएबाट कसैले बाहिर जान्छु अब यस्तो नि आइसक्यो पो ध्यान डाँडा त्यही त सोचे जस्तो हुन्छ लाइक सोचे जस्तो चाहिँ मैले त भेट्दिनँ केही पनि राम्रो लाग्छ तर यहाँ हुन्छ नि यहाँनिर क्राउड यति धेरै हुन्छ नि अभी ये ब्लू कलर में कस्तो क्राउड हुन्छ क्राउड त सबभन्दा बेसी क्राउड त यार यहाँ एकदम डिस्काउन्ट अफर लाग्यो म त छिरिसकेँ होइन भित्र कस्तो बबाल यार यो त ज्याकेट हेर्न कस्तो बबाल प्राइस हेर न प्राइस 239 मात्र के फेरि एडिडासको ओरिजिनल सुज यार तीन हजार को जुत्ता कसरी राम्रो रिभ्यू है कस्तो राम्रो ज्याकेट एडिडासको यार तर त जमानामा धेरै लाग्यो ज्याकेट त है अच्छा 169
सुवाल पनि रहेछ फेरि ब्याग पनि रहेछ बबाल यार 89 मा क्या बबाल सोच यार प्राइस माय गॉड झन्डै नेपालको 10,000 309 दिरा मात्रै कस्तो खट्टा सोच यार प्राइस कति थाहा छ 209 मात्र एडिडासको चप्पल है चप्पलमा पाइन्छ 89 छैन एडिडासको क्याप है यो मैले सबभन्दा मन परेको जुत्ता यो हो क्या एडिडासको यो मैले किनेको थिएँ पहिला अफर थियो कि एउटा किन्नु एउटा फ्री थियो पहिला अहिले त रहेन रहेछ यार पेन कस्तो बवाल छ यार बवाल छ 195 मा रहेछ यार बवाल छ यार यसले रहेछ म किन्छु है त 195 रहेछ ओहो यो पनि कस्तो बवाल के 169 रहेछ क्या बल सुट छ यार एडिडासको खतरा मटेरियल ओहो ल है तिमी कहाँ छौ बच्चाको लागि मैले भेटिसकेँ राम्रो सक्स ओहो पानी खाने बोतल हेर न 39 छ सब ओरिजिनल हो प्राइस एकदम हाई प्राइस छ ब्याग हेर न ब्याग एडिडासको यस्तो पनि लुगा हुँदो रहेछ यार यस्तो पनि हुँदो रहेछ यार फर्स्ट टाइम देखेँ यस्तो लुगा कौन है ये लोग कहाँ से आते हैं कस्तो राम्रो है एडिडासको केटी मान्छेको लागि मान्छे कोही छैन यार एडिडासको बबाल छ यार This have the cap atau sehat. Itu yang mana cap ni. Hai. मैले चाहिँ सबै ठाउँमा घुमेर आइसकेँ अब चट्टसँगले रोटी लाग्नु यहाँबाट लाइक त्यो सबै ठाउँ घुमेर आइसकेँ अब यहाँबाट म रोटी लाग्छ 3-4 रोटी त्यो चाहिँ हाम्रो साथीको दोकान भन्दा पनि लाइक वहाँ रोटी चाहिए मेरे को 2 पीस चाहिए ठीक है 5 रोटी चाहिए ठीक है कितना अर्निंग करता है इस वीडियो से ये बात छोड़ो 2 तवा चाहिए ठीक है तो यहाँनिर चाहिँ हुन्छ नि ल यति ठुलो रोटी हुन्छ यहाँ त रोटी खाएपछि चाहिँ नि केही चाहिँदैन के यति भयो यो भयो एउटा यहाँ छ हैन लाइक र कैसा है तुम ठीक है ये ठीक नहीं है यार क्या हो गया तो मन करो बोले कि मुश्किल है ना क्या मुश्किल है मुश्किल नहीं है
दुईटा रोटी हुन्छ होइन यति ठुलो हुन्छ नि कसैले सब्जीसँग खायो भने यस्तो मिठो हुन्छ नि अब हामी एक रुममा भेट्ने है त म त मिठो लान्छु होइन अब यति यति मैले सोयाबिन बगान मिठो हुन्छ रोटी छ हातमा होइन यति चाहिँ मेरो बगान हुन्छ ये दे दो ये 7 दिरहम क्या सोयाबीन दे दो 7 दिरहम का कितना ही क्या सारा चम्मच दे दो देखो ऐसा आदमी किधर मिलेगा यार ऐसा आदमी कौन सी जाला ओके तो कसैले मलाई किनिसके होइन अब रुम जान्छु रुममा गएर अब मिठो बनाएर होइन खाना खाने र थालमा हालेर त कसैले कतै रुम पुगिसक्दाखेरि चाहिँ यसो पछाडि हेर्नु कि हेर न नेपाली पछाडि देख्यौ यहाँनिर पनि एउटा यस्तो ह्यान्डसम छु नि म होइन तर काम छैन क्या यहाँनिर लगा मेरा मजाक मैले आज मैले के थाहा पाएँ भने विदेशमा नि ह्यान्डसम भएर नहुँदो रहेछ क्या ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ म नेपालीहरूलाई के चाहेको के खोजेको के खालि पाकिस्तानी बङ्गाली मात्रै खोज्छु नि यार सबै त्यस्तो हुँदैन लाइक हुन्छ नि अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं गाली दूं 100मा 80% त्यस्तै हुन्छ 20% राम्रो हुन्छ कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि भ्युज हुँदिन त के भएको त्यो 20% चाहिँ मैले कहाँ खोज्नु होइन केही छैन 20% पनि कतै होला जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ